नमस्ते, गुड मर्निङ। फाइनली हामी चाहिँ तिलिचो ताल नजिकै आइपुग्यौँ। करिब 5000 मिटर 5200 मिटरको उचाइ पर एउटा त्यहाँबाट चाहिँ हामी ओह्रालो झर्दै तिलिचो ताल, यो 4940 समथिङ त्यस्तैमा छ। यी सबै हिमाल देख्न सकिन्छ। हामी दुईजना छौँ। हाई, यो घामपट्टि आउँदैन क्या। ल हामी ल है तिलिचो आउन लागेछ। ताल अब करिब 20-40 मिटर पुग्यो है। ल ए हो, हिउँ हिउँ छ जताततै। ल यस्तो हिउँको बाटो हिँड्नु परेछ। गाह्रो छ। ल यहाँ लेक पनि छ, आइस जमेछ पुरै। अब आउन लाग्दैछौँ हामी। धैर्य गर्नु होला है। अब तिलिचो तालको करिब नजिकै आइपुग्यो। विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको 4940, करिब 5000 भन्न मिल्यो उचाइमा रहेको ताल। फर्स्ट एटम हो यो मेरो 4000 मिटर भन्दा माथिको पहिलो एटम। योभन्दा अगाडि 3200 3300 30तिर चाहिँ गइएको थियो। वरिपरिको हिम श्रृङ्खला यस्तो रहेछ। घाम लागेर अहिले चाहिँ हल्का पारिलो भएको छ। बिहान त माइनसमै थियो टेम्परेचर। हिउँ छ, अलिकति हाई पनि थोरै। यताको भ्यू यस्तो छ। ल दिनेश आउँदै हुन्छ। अब नजिकै पुग्यो तालको। फाइनल्ली यो अस्ति हाम्रो बेसी सहरबाट चामेबाट श्रीखर्क हुँदै बेस क्याम्प हुँदै हामी विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको ताल जुन 4900 प्लसमा छ आइपुगेको छौँ। वाउ, अमेजिङ, वाट अ ब्युटिफुल लेक। इट्स द हाइएस्ट altitude lakes in the world. Yeah, nice brother. Yeah. यो हामी तिलिचो तालको फेरीमा छौँ। मलाई यहाँ देखाइदिनु त तपाईँलाई। ल दिनेश तिलिचो तालमा फाइनल्ली आइपुगेर उ गर्दै अब कन्टिन्यू छ है। म पनि आइपुगेँ। हेलो। ल तिलिचो ताल देख्न सकिन्छ। यहाँ चाहिँ आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो छ। हामी 5000 मिटरको परको फेसबाट चाहिँ 4900 मिटरमा आइपुगेका छौँ। ताललाई एकचोटि मजाले देखाउनु होला। ल अब फोटो